हे भगवान, यस्तो सिचुएसनमा सधैँ गुल्सन नै किन पर्छ? गुल्सनकै मात्र कतिचोटि मुटु तोड्छौ? किन यस्तो भइरहन्छ गुल्सनलाई सधैँ? अनि गुल्सन गुल्सन कहिले सुध्रिने? कहिले सुध्रिने? यार तपाईँ क्याल्कुलेसन म्याच कसरी चलिरहेछ तपाईँ बिर्सिनुहुन्छ, हिरो बन्न खोज्नुहुन्छ अनि यसरी हुन्छ। अनि हाम्रो टिममा के दुईजना मात्र खेलिरह हो, दिपेन्द्र सिंह गिरी र अनि सन्दीप लामिछानेले मात्र सधैँ यो टिम बोकेर हिँडिरहनु पर्ने हो? के दिपेन्द्र र सन्दीपले ठेक्का ल्याएको छ यो टिमको? के हो यार, प्रदर्शनै छैन अरूको। के भन्ने? आज फेरि हार्यो नेपाल। एकदम दिक्क लाएर आउँछ कि पुरै हार्ट ब्रेक हुने खालको गेम आज पनि फेरि। यार तपाईँले गेम 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 सेन्सै छैन तपाईँको। के गर्नुहुन्छ यार? घरिघरि एउटै मिस्टेक कति दोहोऱ्याउनुहुन्छ? गुल्सन झा, लोकेश बम, फेरि गुल्सन झा। गेम अवेरनेस भने खोइ यार, के गर्ने? के खेल्छ नेपाल? आज 2 रनले हार्यो। यसरी हार्ने हो? अनि हाम्रो बलिङतिर सन्दीप लामिछानेले मात्र विकेट लिन पर्ने, ब्याटिङमा पनि दिपेन्द्रले मात्र सधैँ रन बनाइरहनु पर्ने चलिरहेछ। र आजको गेमको कुरा गर्नु पर्दाखेरि टस जितेर स्कटल्यान्डले ब्याटिङ गरेको, जुनसुकै टिमले पनि गर्छ र पार्टनरशिप लगाए 114 रनको। हाम्रो फास्ट बलरहरू के भएको? तपाईहरुले पावर प्लेमा खोइ विकेट निकाल्नु भएको करण केसी, नन्दन यादव, अनि हाम्रो स्पिनरमा ललित राजवंशीको पहिलो विकेट आउने हो। यत्रो म्याच भइसक्यो तपाईको होम ग्राउन्डमै विकेट आइरा छैन। उतापट्टि सन्दीपले 4-4 विकेट निकाल्दाखेरि तपाईको कमसेकम 1-2 विकेट त आउनु पर्ने हो। अनि हाम्रो आज लर्ड भण्डारी सरको त के कुरा गर्ने? स्टम्पिङ मिस, त्यत्रो एक्स्ट्रा छोड्नु भयो तपाईले। के गर्ने? सन्दीपले 300 प्लस हुने रन तपाईहरुलाई 242-43 मा रोकिदिरहेछ। अनि हाम्रो पावर प्लेमा विकेट आउँदैन। अर्कोतिरबाट स्पिनरले पनि विकेट लिँदैन, ललित राजवंशीले विकेट निकाल्दैनन्, अनि स्टम्पिङ चान्सहरु विनोद भण्डारीले मिस गर्छन्। अनि यस्तो गरेर हुन्छ? आज कुरा गर्नु पर्दाखेरि हाम्रो बलिङमा सन्दीप एकतिरबाट विकेट ल्यालै छ, एकै ओभरमा 2 विकेट। तपाईको मुन्सी, अर्को फिनले को 2 विकेट 21 ओभरमा विकेट लिएपछि नेपाल ब्याक भएको थियो। 21 देखि तपाईको 25 ओभरसम्ममा नेपाल एकदम गेममा ब्याक भइसके जस्तो थियो। सन्दीप लामिछानेले 4 विकेट लिएपछि म्याकमलन, बेरिङटन सबैको एकदम राम्रो गरेर नेपालले पकड बनाए जस्तो लागेको थियो। तर अर्कोतिरबाट हाम्रो जो मेन स्पिनर छ ललित राजवंशी, उहाँले विकेट ननिकाल्दिँदाखेरि उहाँसम्म पुग्यो। र त्यसमाथि आज हाम्रो फिल्डिङ झुर। आज फिल्डिङमा हाम्रो टाइगरलाई के भयो? टाइगरकोबाट क्याच ड्रप, 2टा क्याच ड्रप, बल हातमा आइरा छैन। फिल्डिङमा पनि त्यत्रो मिसफिल्ड। हामीले वाटको त्यत्रो 2टा क्याच छोड्दिनाले 20 रन बढी बनाएर गयो। रोहित पौडेलकै ओभरमा क्याच छुट्यो 2टा। त्यो भन्दा अगाडि करण केसीको थाहा छ अलिकति फास्ट बलरलाई हेल्प गर्दैन, थाहा छ, तर स्पिनरहरु स्टेप अप गर्न पर्दैन। ललित राजवंशीको कति गेम भइसक्यो विकेटै आएको छैन, तर पनि उनले चान्स पाइराछन्। यार यत्रो ब्याट्सम्यान टप अर्डरमा तपाईले भुर्तेललाई बेन्च गराउनु हुन्छ, आसिफलाई बेन्च गराउनु हुन्छ भने ललित राजवंशीलाई बेन्च गराउन सकिन्न? के भन्ने? अब म्यानेजमेन्टहरुले कहिले के सोचेर गर्छ मलाई थाहा नै छैन। तर आजको कुरा गर्ने हो भने ललित राजवंशीको पनि बलिङ राम्रै थियो। उनको स्टम्पिङहरु मिस भयो, एउटा क्लियरली स्टम्पिङ मिस भयो, अलिकति अनलक्की साबित भयो उनी। तर विकेट त आउन पर्यो नि। यत्रो म्याचमा तपाई विकेटलेस हुनै सक्नुहुन्न। र अन्ततिर नन्दन यादव, करण केसीको राम्रो बलिङले गर्दाखेरि नेपालले 243 मा रोकेको थियो, जुन एक समय तपाईको 300 प्लस को रन भइरा थियो। शानदार डेथ बलिङ, नन्दन यादवको 2 विकेट, करण केसीको 2 विकेट, सन्दीप लामिछानेको 4 विकेट। र आज हाम्रो टाइगरको र मुन्सीको म्याचअपमा मुन्सीले क्लियरली धोए। त्यत्रो गजबको उनीहरुको पावर प्लेमा रन रेट 6 हुन्छ, हाम्रो टुकटुक गर्छौं। सेकेन्ड इनिङमा के गरे नेपालले? खोइ हाम्रो आसिफ खोइ त चेज गर्दै हुनुहुन्छ तपाई। टुकटुक टुकटुक धेरै डट भएन र 47 बलमा 21 रन। भण्डारी दाजु, लर्ड भण्डारी सर पुरै विकेट छोडेर हिँड्नु भयो।
पुरै युजलेस तरिकाले विकेट छोडेर हिँड्नुभयो। अब हाम्रो अर्जुन कुमार, मान्छेहरूले भन्छन् सब हटाऊ, रोहितलाई नि हटाऊ, यसलाई पनि हटाऊ, ललितलाई हटाऊ, भीमलाई हटाऊ, नयाँ ल्याऊ, नयाँ खेलाडीहरू ल्याऊ, यिनीहरूलाई मौका देऊ। तर नयाँ खेलाडीहरूले चाहिँ के गरे त? केही पनि छैन नयाँ खेलाडीहरूको। तपाईँ ल्याइदिनुहोस्, त्यही सन्दीप जोरालाई ल्याइदिनुहोस्, अनि तपाईँ देव खनाललाई ल्याउनुहोस्, राष्ट्रिय टिमको जर्सी लाएर खेलाइदिनुहोस्। भोलिदेखि यिनीहरूले पनि डक स्कोर गर्न थाल्छन् कि 0 रन हान्ने, 8-10 रन, यस्तै हुन्छ। हामीले भनेर मात्र हुँदैन कि जतिसुकै इन्फर्म ब्याट्सम्यान होस्, तपाईँ आज त्यही ए टिमलाई नै ल्याएर यो टियुमा सेकेन्ड इनिङमा खेलाइदिने हो भने 2 चोटि ब्याटिङ गरेर 10 जना राखेर तपाईँ किन नखेलाउनुहोस्? तिनीहरूले पनि 250 बनाउँदैन के 2 इनिङ दिँदाखेरि पनि। हामीले हाम्रो सिनियर टिमलाई मात्र धेरै क्रिटिसाइज गरेर पनि हुँदैन। टियुको कन्डिसन थाहा छ हामीलाई, सेकेन्ड इनिङमा ब्याटिङ गर्न गाह्रो छ। आज नेपालले धेरै राम्रो खेल्यो भन्छु मैले। गुलसन झाको अन्तिमतिर त्यो प्रदर्शनले गर्दाखेरि नेपाल 2 रनले मात्र हार्यो, जुन एउटा ठुलो हार हुन सक्थ्यो नेपालको। जम्मा 2 रनले मात्र हार्यो भन्छु। जुन पार्टनरसिप हाम्रो दिपेन्द्र सिंह गिरीको आयो, रोहित पौडेलको आयो, त्यसले गर्दाखेरि अलिकति गेम बन्या थियो। अब तपाईको 40-45 मै 3 हुनुहुन्छ तपाईँ। आसिफ सेकेन्ड इनिङमा ब्याटिङ गर्न गाह्रो हुन्छ, त्यही पनि यो त अति नै भएन र। अब भण्डारी दाजुले थ्रो गरे, अर्जुन कुमारको एउटा आउट भयो हुने पनि आउँदैखेरि एकदम प्रेसर लिएर आएको जस्तो देखिन्थ्यो अर्जुन कुमार पनि। त्यसपछि एउटा राम्रो पार्टनरसिप भयो। यो पार्टनरसिपबाट हाम्रा सिनियर खेलाडीहरूले गेमलाई एउटा डिपमा लैजान पर्ने हुन्थ्यो, उनीहरूले सकेनन्। उनीहरूले रन रेटमा, डिएलएसमा पनि आफू कहिले पनि अगाडि हुन सकेनन्। डिएलएसमा नेपाल सुरुदेखि नै पछाडि थियो। दिपेन्द्र सिंह गिरी, रोहित पौडेलको त्यत्रो रनअप बल पार्टनरसिप हुँदा हुँदै पनि नेपाल माथि जान सकेको थिएन। प्रेसर आयो, रोहित पौडेलले अब बाउन्ड्रीको लागि गए, आउट भए। आज रोहितको पनि एउटा राम्रो इनिङ भन्छु मैले। मान्छेहरूले सधैँ क्रिटिसाइज गरिरहन्छन्, क्याप्टेन हो, तपाईको आउट अफ फर्म छन्, त्यही पनि आज उनले एउटा राम्रो प्रदर्शन गरे हुन्। तपाईँ सधैँ पनि टुकटुक खेलेर बस्न सक्नुहुन्न। तपाईबाट आफैबाट रोहित पौडेल आफैले बाउन्ड्री हान्न सकेन भने उतापट्टि दिपेन्द्र सिंह गिरीलाई प्रेसर पर्छ, एउटा न एउटाको विकेटै जाने हो। चान्स लिने हो कि आफूले, चान्स लिने हो। लियो, रोहित पौडेलले लियो। रोहित पौडेलले नल्या भए दिपेन्द्र सिंह गिरीले लिन्थ्यो होला। मान्छेले क्याप्टेन टुकटुक हटाउनु पर्छ भनेर भन्छन्, तर रोहित पौडेललाई हटाएर तपाईले अर्को ल्याउने, रोहित पौडेल भन्दा झन् खत्तम छ भने के गर्ने? कामै छैन कि। तपाईँ नेसनल टिममा अर्को नयाँ प्लेयर ल्याएर सेकेन्ड इनिङमा हेराउनुहोस्। फर्स्ट इनिङमा राम्रो छ, ब्याटिङ इजी हुँदा हुँदै पनि मुन्सी बाहेक उनीहरूको अपोनेन्टको त्यति रन बनेको थिएन, हामीले रोकेको हो कि। सेकेन्ड इनिङमा हाम्रो दिपेन्द्र सिंह गिरी र रोहित पौडेलको शानदार प्रदर्शन भन्छु मैले। त्यस्तो डिफिकल्ट पिचमा टर्न भइरहेछ बल, पिच त्यस्तो स्लो छ। हामीले सधैँ खेलाडीहरूलाई गाली गरेर पनि हुँदैन के। हामीले जहिले पनि ए टिमले यस्तो गरिदियो उस्तो गरिदियो भन्छौँ, तर आज देख्नु भयो तपाईको ए टिमसँग खेल्दाखेरि कस्तो चिलमा खेलिरहेको थियो स्कटल्यान्ड। आज फिल्डिङ हेर्नुहोस्, फिल्डिङबाटै 25-30 रन रोक्यो होला स्कटल्यान्डले। आज पुरै फिल्डिङमा हेर्ने हो भने यस्तो गजबको फिल्डिङ खेलेको थियो। अस्ट्रेलियाले वर्ल्ड कप फाइनलमा जस्तो फिल्डिङ गरेको थियो, आज त्यस्तो थियो फिल्डिङ उनीहरूको। न सिंगल हुन दिएको छ, न बाउन्ड्री रोकेको छ, क्याचहरू त्यस्तै राम्रो छ। अनि हाम्रो तर्फे फिल्डिङ थियो आज। र अब अन्त्यतिर गुलसन झाले एकदम राम्रो आक्रामक ब्याटिङ गर्दाखेरि नेपाल त्यति नजिक पुग्यो हो। र गुलसन झालाई फुल क्रेडिट, म्याच यहाँसम्म पुर्याउनु भयो, राम्रो हो। तर हाम्रो गुलसन झाले कहिले सिक्ने, कहिले सिक्ने? यार तपाईको त्यो दिमागमा क्याल्कुलेसन चल्न पर्ने हो त, चल्न पर्ने हो त। खै क्याल्कुलेसन चलेको? लास्ट ओभरमा 13 रन चाहिने छ तपाईको। फर्स्ट बलमा 2 रन लिनुभयो, सेकेन्ड बलमा पनि चान्स थियो, 2 रन बन्ने मजाले चान्स थियो। तपाईले डिनाइ गर्नुभयो, बल कहाँ गएको छ हेर्दै नहेरिकन। यो त फेरि नेपालले एउटै मिस्टेक, सेम मिस्टेक दोहोऱ्याइरा भएन र भने। लोकेश बमलाई डिनाइ गर्दिने करण केसीले सिंगल, अनि यहाँ पनि आफै गुलसन झा आफैले डिनाइ गर्दैछन् सिंगल। डबल थियो, मजाले डबल लिन पर्ने थियो के। तपाईले सिंगल पनि किन डिनाइ गर्नुहुन्छ? उताबाट के हाम्रो नन्दन यादव हान्न नसक्ने ब्याट्सम्यान हो त? नन्दन यादव पनि ठिकठाकै ब्याट्सम्यान थियो, अर्को बलमा सिंगल लिन्थ्यो होला। तपाईको क्याल्कुलेसनै छैन, गेम नलेजै छैन।
तपाईँ हिरो बन्ने चक्करमा जानुहुन्छ, डट भएपछि त 6 बलमा 1 बल डट भएपछि त सिधै बढी गर्ने रन रेट मात्र बढ्ने होइन, तपाईँलाई अर्को बलमा बाउन्ड्री हान्न पर्ने हुन्छ। त्यो बलले डट खानु भयो भने तपाईँ प्रेसरमा पर्दै जानुहुन्छ। यो हाम्रो खेलाडीहरूले कहिले सिक्ने? तपाईँले के गरे त्यो डबल लिँदाखेरि रनआउटै भए पनि, यतापट्टि नन्दन रनआउट भए पनि केही फरक पर्ने थिएन। 1 रन हुन्थ्यो, तपाईँ स्ट्राइकमा आउनुहुन्थ्यो। यतिको नलेज त हुन पर्ने हो नि हाम्रो गुलसन झामा। यत्रो म्याच खेलिसक्नुभयो तपाईँ। हर्ट ब्रेकन मात्र भनेर हुँदैन कि, क्याल्कुलेसन चल्न पर्यो खेलाडीको माइन्डमा। उतातिर हेर्ने हो भने नन्दन यादवको रियाक्सनले पनि भन्थ्यो कि किन नकुदेको भनेर के। त्यस्तो मिस्टेक गर्नु भएन। साउथ अफ्रिका, तपाईँ इङ्ल्यान्ड, अनि अहिले फेरि स्कटल्यान्ड। इङ्ग्लिस बलर साइलेन्सिङ द नेपाली क्राउड। अनदर इङ्ग्लिसम्यान साइलेन्सिङ द नेपाली क्राउड। वानखडेमा त्यही श्यामकरण, यतातिर के अरे क्युरी, ब्रेन्डन क्युरी, ब्र्याड क्युरी के ब्रेन्डन क्युरी, क्या शानदार बलिङ गर्यो। म्यान अफ द म्याच भाषण हुने। र आज मान्छेहरूले क्याप्टेन भएन, क्याप्टेन हटाऊ, जेसुकै भने पनि तपाईँ आज क्याप्टेनको इनिङलाई तपाईँले अलिकति पनि राम्रो खेलेन भन्नुहुन्छ भने तपाईँले क्रिकेट अलिकति बुझ्नु भएको छैन भन्छु क्या मैले। अब हामीले के भन्छौँ भन्दाखेरि क्याप्टेनले विकेट थ्रो गरेर गयो भन्छौँ। तपाईँले कुनै न कुनै समयमा हिट गर्नै पर्ने हुन्छ। आज क्याप्टेनको लागि मेरो भन्नु केही छैन। दिपेन्द्र सिंह एकदम शानदार 50, उनी फर्ममा छन्। उनले नै हामीलाई गेम बनाइदिएको। र अब हामीले सधैँ खेलाडीलाई क्रिटिसाइज गर्छौँ, यस्तो भएन उस्तो भएन, यसले यो भए केही गरिदिन्थ्यो होला भनेर। आज तपाईँ ए टिमलाई नै हाल्नुहोस् यहाँ। हाम्रो त्यही डोमेस्टिकमा राम्रो पर्फर्मेन्स गरेको प्लेयर होइन अर्जुन कुमार, विनोद भण्डारी, आज हालत देख्नुभयो नि। अहिलेसम्म अगाडिको म्याचहरूमा पनि तपाईँले सेकेन्ड ब्याटिङ गर्दाखेरि पिचले कस्तो हरकत देखाइरहेछ देख्नु नै भएको छ। हामीले पनि पहिला फर्स्ट ब्याटिङ गर्दाखेरि 200 डिफेन्ड गरेको। आज नेपालले साँच्चै भन्नुपर्दाखेरि राम्रो खेल्या हो। र त्यसमाथि एकदमै झनै राम्रो फिल्डिङ, अनि त्यहाँबाट तपाईँको फिल्डिङ प्रदर्शन। आज फिल्डिङले जिताएको हो के, फिल्डिङले जिताएको हो र सर्भाइभ गर्यो। गुलसन झाको चुटाइ पनि सर्भाइभ गर्यो स्कटल्यान्डले भन्छु। र हिरो आजको ब्रेन्डन क्युरी कस्तो शानदार बलिङ गर्यो। दुईटा, एउटा लेन्थ बल, दुईटा डट। अब उनले फर्स्ट लास्ट बल अगाडि नै सेलिब्रेट गरिसकेका थियो। र हामीले सधैँ पनि हार्यो भनेर क्याप्टेनलाई गाली गर्ने उ गर्ने भन्दा पनि गेमको सिचुएसन पनि रिड गर्न सिक्नुपर्ने हुन्छ के। आज तपाईँको 45 मा 3 बाट एउटा राम्रो पार्टनरसिप भएर हामी एन्डसम्म गयौँ। त्यो नै ठुलो कुरा हो। आज नेपालले कमसे कम एउटा फाइट ब्याक देखायो, अलिकति करेज देखायो। हाम्रो दिपेन्द्र सिंह, रोहित पौडेल, अनि त्यहाँबाट गुलसन झारले भन्नुपर्ने हुन्छ क्या हामीले। अब ए टिमले हराएको, सिनियर टिम हार्यो भनेर हामीले सधैँ क्रिटिसाइज मात्र गर्नुहुन्छ जस्तो पनि लाग्दैन हाम्रा प्लेयरहरूलाई। किन भन्दाखेरि देशको लागि खेले हो, जित्नकै लागि खेल्ने हो। हारजित हुन्छ। र टिओमा फर्स्ट ब्याटिङ गर्ने टिमले जितिरहेछ लगातार। र सेकेन्ड ब्याटिङ गर्दाखेरि बल अलि पिच धेरै नै स्लो हुने, बल टर्न हुने, तपाईँको फास्ट बलरको पनि तपाईँले सर्ट लिँदाखेरि क्यारी नहुने भइरहेको थियो। र हेरौँ अब यो टिओमा पनि टस जित्ने, म्याच जित्ने जस्तै सिचुएसन भइरहेछ। र आगामी दिनहरूमा नेपालले टस पनि जितोस् र म्याच पनि जितोस् भन्न चाहन्छु। र आजको गेम एकदमै थ्रिलर, वाटर थ्रिलर, गुजबम्प्स आउने खालको गेम थियो। र जसले हेर्नुभयो हारे पनि बधाई। गेम हेर्नुभयो, यो म्याच हेरेन भने त के हेरेको, गेमै खत्तम भइगयो नि भन्ने खालको म्याच थियो। र म यस्तै फाइट ब्याक देखाउनु पर्यो। टपको टिम हो, अब यो देखाउनु पर्यो भन्दा भन्दै पनि 2 पोइन्ट त आखिरीमा स्कटल्यान्डले लिएर गयो। तर पनि आज एउटा राम्रो फाइट ब्याक देखाएकोमा गुलसन झा, अब अन्तिमतिर गएर मिसक्यालकुलेसन भयो, जे जस्तो भयो भने गुलसन झा, रोहित पौडेल, दिपेन्द्र सिंह लाई एउटा फाइट ब्याक देखाएकोमा, स्ट्रङ फाइट ब्याक देखाएकोमा म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अब जो पनि मान्छेहरूले ए टिमले हराएको यस्तो भनेर ट्रोल गर्नुहुन्छ, अब क्याप्टेन यसलाई हटाएर अर्को ल्याउनु पर्छ, यसले भन्दा त राम्रो देव खनाल, सन्दीप जोराहरूले राम्रो गर्छ भन्ने जस्तो लाग्छ भने तपाईँले उदाहरण देखिरहनु भएको छ।
3 इनिङ भइसक्यो। विनोद भण्डारी, अर्जुन कुमार हाम्रो एक्जाम्पल यही छन्। र अब नेपालको अलिकति राम्रो ब्याटिङ प्रदर्शन आइरह्यो भने फर्स्ट इनिङमा ब्याटिङ गर्दाखेरि हो, सेकेन्ड इनिङमा नेपालले स्ट्रगलै गरिरहेछ। दुईटा भयो अहिलेसम्ममा तपाईँको 4-5 म्याचमा 2टा इनिङ भयो र हामी 2टैमा हारेका छौँ। हामीले आशा गरौँ आगामी दिनहरूमा नेपालले जितेर अगाडि बढ्नेछ भनेर। र तपाईँहरूलाई पनि मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। किप सपोर्टिङ, किप लभिङ नेपाली क्रिकेट। थ्याङ्क यू, बाई बाई।